भाइहरू कहाँबाट हो? बिर्ताबाटै हो? पत्रीबाट? ल गुड 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 पत्रीबाट है। नमस्कार नमस्कार, यो ग्रुप कहाँबाट हो? धरान धरान। ल हुन्छ नि अब यो लुरे पर्न आँटेको 40-40 वर्षको बुढोले क्या कुदाउँछ हो र? यति मजा आयो होइन? हजुर अहिले अब व्याख्या गर्न सकिँदैन। हजुर त्यस्तो मजा आयो क्या। Cycling for health and environment and tourism. Cycling for health and wealth. Not only health, it's also wealth. It's also wealth. किनभने हामीले गाडी अन्य कुरा 4 व्हिलर्समा हिँड्दाखेरि 21 रुपियाँ खर्च हुने र साइकलमा हिँड्दा चाहिँ हाम्रो 12 रुपियाँ मात्रै 12 रुपियाँ उल्टो आम्दानी हुने विभिन्न कारणले गर्दाखेरि। त्यो कारणले गर्दाखेरि साइक्लिङ फर वेल्थ अल्सो है त। आज यही भनेको साथ सबैलाई स्वागत गर्दछु हाम्रो च्यानलमा। नमस्कार दाइ नमस्कार। ल हाम्रो पूर्ण दाइलाई एकदम स्वागत छ। दाइलाई स्वागत छ एकदम। बुधबारे भाडा आउनुभयो दाइ, बिहानै आइपुग्नु भयो। एकदम छिटो आइपुग्नु भयो। आइपुग्नुभयो धन्यवाद। यहाँ हाम्रो राति बस्ने पनि व्यवस्था भएको हुनाले यहाँ टेन्ट चाहिँ देखाइदिनु लागेको तपाईँहरूलाई। यहाँ यसरी बसेको थियौँ हामी राति। लक्ष्मीधामका मित्रहरूले पनि यहाँलाई सहयोग पुर्याउनु हुनेछ भन्ने कुरा यहाँको बिच राख्न चाहे र यो जुन कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ यो सदा सर्वदा र सहज रूपमा सम्पन्न होस् भन्ने कामना गर्दै यो कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा सहित धन्यवाद। यो रुटमा छौँ र यो हाम्रो चाहिँ लास्ट ग्रुप विच इज द फिमेल ग्रुपहरू अहिले यहाँ साइकलमा देखिरहनु भएको छ तपाईँले। सर आएर फेरि ल हामीसँग यहाँ हाम्रो प्रकाश गुरुङ सर हुनुहुन्छ अहिले साइकलमा र वी वुड लाइक टु थ्याङ्क्स टु आवर प्रकाश सर टु इन्भाइट अस फर दिस प्रोग्राम। यो हाम्रो फर्स्ट एक्सपिरियन्स हो र हामी चाहन्छौँ कि आउने दिनहरूमा यस्तो एक्सपिरियन्स हामीलाई भइरहोस्। अहिले चाहिँ हामी स्कुटरमा छौँ। हामी हाम्रो भ्लग गर्दैछौँ, यहाँनिर भ्लग बनाउँदैछौँ र गर्दैछौँ हामी यो भ्लग प्रकाश सरको लागि। ल प्रकाश सर सी यू। सर कस्तो भइरहेछ त तपाईँलाई? कस्तो अनुभव भइरहेछ? तल खुट्टा थाकिसकेको हो तपाईँको? छैन होइन? अनि यो लगभग हाम्रो कति किलोमिटरको रेस हो आज? 20 किलोमिटर। ओके त ठिक छ। हाम्रो सागर सर कहाँ हुनुहुन्छ? हो ल हेलो। ओके सागर सर तपाईँ एकदम अगाडि हुनुहुन्छ तपाईँको ग्रुपभन्दा। तपाईँ जित्ने नै अठोटले आउनु भएको छ भन्ने कुरा थाहा छ हामीलाई। हजुरलाई के भन्नु छ कि एकदमै नबोल्ने अवस्था हो? ल ठिक छ सर। ओके द्याट्स इनफ फर अस। थ्याङ्क यू।
We have these people. Woo! तपाईँ पनि कम्पिटिसनमा हो होइन ल ठिक छ तर तपाईँको साइकल हामीलाई राम्रो लाग्यो होइन एउटै रुटमा पर्नुभयो धेरै धेरै धन्यवाद हेलो दाइ अलि छिटो कम्पिटिसन यसरी जितिन्न नि त सो तपाईँलाई यदि यो भिडियो हेर्नुहुन्छ र आउने दिनहरूमा चाहिँ इफ यु वान्ट टु कम फर साइक्लिङ झापामा साइक्लिङ रुट खोज्दै आउनुहुन्छ भने दिस कुड बी एनदर रुट हेर्नु कति रमाइलो ठाउँ छ यो यहाँ चिया बगानहरू छन् यसो तपाईँले साइकल रोकेर यसो पानी खाएर त्यसपछि तपाईँले यसो सेल्फीहरू लिँदा भयो फोटोजहरू लिँदा भयो यु क्यान थिङ्क अबाउट कमिङ फर साइक्लिङ दिस एरिया राम्रो छ ठाउँ एकदम यहाँ हाम्रो अर्को क्यामेराम्यान हुनुहुन्छ अन द वे कुन चाहिँ च्यानलबाट हो भाइहरू ओके हुन्छ यो र्याली होइन यो कम्पिटिसन हो यस्तो साइकल लिएर आउनु पर्थ्यो नि तिमी पनि कहाँबाट हो यो सुरु हाम्रो कहाँबाट हो सर हिमाली स्कुल छेउमा ल नेक्स्ट टाइम We have participants here. Number 310. उहाँ पनि गोप्रोमा हुनुहुन्छ हजुरको शुभ नाम मेरो योगेश तिर्सिना ओके चिया बगान जस्तै सुपारी बगान जस्तै तोरी बगान जस्तै हामीसँग चाहिँ उखुबारीहरू पनि छन् बाटोमा सो यहाँ तपाईँलाई यदि यो रुटमा आएर साइक्लिङ गर्न मन लाग्यो र बिचमा तपाईँ थाक्नुभयो र तपाईँलाई अलिकति फ्रुट्सहरू खान मन लाग्यो एन्ड सुगरकेन जुसको मजा लिन चाहनुहुन्छ भने यहाँ लोकली एभाइलेबल ठाउँहरूमा तपाईँले किन्न पनि सक्नुहुन्छ निकै नै रमाइलो ठाउँ हो हाम्रो झापा होइन त धर्म सर एकदमै रमाइलो होइन सर साइक्लिङको इम्प्याक्ट कतिसम्म परेको छ भन्ने कुरा भनेको हामी यहाँ देख्न सक्छौँ कति रमाइलो एक्सपिरियन्स भइरहेछ भन्ने कुरा हामी यहाँ देख्न सक्छौँ वी हेभ स्मल पिपल कमिङ विथ देयर बाइसाइकल आफ्नो साइकल लिएर आउनु भएको छ बाटोमा यो पर्टिकुलर इभेन्टमा इन्भल्भ हुनको लागि हुन त कम्पिटिसन त गरिरहनु भएको छैन बट स्टिल देखेर एकदम रमाइलो लागिरहेछ हेलो कस्तो लागिरहेछ तपाईँ कहिलेदेखि आउने कम्पिटिसनमा हो तर तपाईँ कहिले आउने त कम्पिटिसनमा कहिले आउने त कम्पिटिसनमा दिस लुक्स एक्सट्रिमली गुड एकदमै राम्रो लागिरहेछ लुक एट द प्रब्लम दे आर फेसिङ राइट नाउ यो पनि एउटा सानो मेमोरी हो साइक्लिङ गर्दाखेरि यस्तो किसिमको सानो तिनो इन्सिडेन्ट्स हुनु भनेको चाहिँ म हेलो के छ हालखबर हजुरको नाम सुभान्स अनि तपाईँलाई थाहा थिएन यहाँ यस्तो कम्पिटिसन भइरहेछ भन्ने मलाई थाहा थिएन म त यहाँ भर्खर आएको इटालीबाट ए हो ल नेक्स्ट टाइम आउनु भने चाहिँ आउनु होला है त हस् है ल तपाईँको चेनमा के समस्या हो यहाँ निक्लिरहेछ मेरो यो चेन अलि लामो भयो जस्तो छ नि त लामो मेरो दाइको साइकल हो यो पनि हो मामा ओके ओके ठिक छ ल अर्कोचोटि कम्पिटिसनमा आउने है त साइकल लिएर राम्रो साइकल लिएर है त हस् ओके वी हेभ अदर पिपल
Hello, hello, hello. We have competitors coming from different age category. हामी भन्दा लगभग 30-35 वर्ष माथिको एजको ओल्डेस्ट पिपलहरू एज वेल एज त्योभन्दा यङ जेनेरेसन बच्चाहरू पनि देखिरहेको छौँ हामीभन्दा यङ्गर लगभग 12-13 वर्षको बच्चाहरू पनि हामी देखिरहेको छौँ यो कम्पिटिसनमा। र यो पर्टिकुलर इभेन्टले चाहिँ एउटा राम्रो छाप छोड्न गइरहेछ जस्तो लागिरहेछ हामीलाई पनि। र आउने दिनहरूमा यस्तो इभेन्ट्स म्याराथन अथवा कुनै पनि किसिमको चाहिँ आउटडोर एक्टिभिटिजहरू हामीले झापामा गर्न सक्यौँ भने हामीले झापामा चाहिँ एक किसिमको स्पोर्ट्स रिलेटेड कल्चर्सहरू हामीलाई सेट गर्नलाई हामीलाई धेरै समय पनि लाग्दैन। सो अब हामी भिडियो यहीँ रोक्छौँ र अलिकति अगाडि जान्छौँ र थप फुटेजेसहरू क्याप्चर गर्न ट्राई गर्छौँ। हेलो सर। सो हाम्रो रुटमा चाहिँ सालबारी जङ्गलै भन्नुभयो नि सर? जङ्गलै हो। सालबारी जङ्गलको रुट पनि पर्छ। वान अफ दि बेस्ट टुरिस्ट डेस्टिनेसन्समा पर्ने एरिया हो यो। र यो रुट पनि हाम्रो यो इभेन्टमा परेको छ एन्ड वी हेभ आवर भोलिन्टियर्स वर्किङ टु सो डिरेक्सन्स टु आवर पार्टिसिपेट्स इन दिस इभेन्ट। अब हामी यो रुटबाट बिस्तारै बिस्तारै अगाडि जान्छौँ र लगभग मेजोरिटी अफ पार्टिसिपेन्ट्सहरूले चाहिँ हामीलाई जितिसक्नु भएको छ, किनभने हामी अलिकति बिस्तारै पनि निस्केर हो। हामीले अहिले फाटाफुट्टा 2-3 जना पार्टिसिपेन्ट्सहरू मात्र देखिरहेछौँ बाटोमा। मेजोरिटी अफ पिपलहरू भनेको अलरेडी अगाडि पुगिसक्नु भएको छ। सो सागर सर हुनुहुन्छ हाम्रो अगाडि, कन्टेस्टेन्ट नम्बर 26 सागर सर होइन? हेलो, वाउ नाइस वान। We have some volunteers working with us. आफ्नो रुटमा हामीलाई सहयोग गरिरहनु भएको छ रुट देखाउनको लागि एन्ड वी गिभ स्पेसल थ्याङ्क्स टु देम एज वेल। उहाँलाई चाहिँ हल्का लिइहाल्नु है त। थ्याङ्क यू सो मच फर योर कन्ट्रिब्युसन दाइ, थ्याङ्क यू सो मच। सो उसको लागि प्लानिङ जुन भएको छ, प्लानिङ एकदमै राम्रो देखिरहेको छ हामीले। यति 20 किलोमिटरको रुटमा हामीले भोल्टेजहरू हामीले देखिरहेछौँ। र यहाँ यो चाहिँ अगाडि पुगिसकेको टिमहरू हो। सो उहाँहरू कुदा हुँदैछ त्यहाँनिर जङ्गलको बिचमा पनि अरू वेजहरू छन्। लड्यो भने एक्सिडेन्ट भयो भने हुँदैन हौ, कसले जिम्मा लिन्छ? म लिइहाल्छु। तपाईँले जिम्मा लिएर के गर्नु? मेरो हात खुट्टा भाँच्यो भन्छ। मासुको सुप म भेजिटेरियनलाई तपाईँले मासुको सुप खुवाउनुहुन्छ? हो बाटो त सिधै हो। टाइम ल्याप्स लिन्छु ल, टाइम ल्याप्स लिन्छु ल। टाइम ल्याप्स हेलो सुजन सर। हेलो दाई, नमस्ते नमस्ते नमस्ते। जान दिनु जान दिनु जान दिनु जान दिनु। एउटै फ्रेसो चाहिरहेको थियो। एउटै फ्रेसो चाहिएको के भन्दैन एकछिन एकछिन हेर भयो क्या यो
त्यो अघिको मिसिङ भएको छ क्या अन्त एकजना नगर्नु आइसक्यो त अघि हामी चाहिँ स्कुटरमा छौँ त्यसले गर्दा अलिकति हामीलाई चाहिँ मोर च्यालेन्जिङ छ तर जो कम्पिटिसन आउनु भएको छ पार्टिसिपेन्ट्सहरू उहाँहरूलाई पनि एक किसिमको चाहिँ च्यालेन्ज नै हो किनभने भन्नलाई चाहिँ तराईको बाटो पहाड र हिमाल जस्तो अथवा डाँडाकाँडा जस्तो रुट चाहिँ छैन तर जुन रुट सेलेक्सन भएको छ यो रुट चाहिँ एकदमै वेल प्लान तरिकाले सेलेक्सन भएको छ यहाँनिर च्यालेन्जेसहरू बिचबिचमा धेरै राखिएको छ सो अब हामी अलिकति अगाडि बढ्छौँ र हेर्छौँ के छ अवस्था तपाईँले बिचमा भोलिन्टियरहरू कोही पाउनु भएन नि भोलिन्टियरहरूले त स्ट्रेटै जानु भन्यो अनि यो बाटो के घुमाउरै छ कि के हजुर घुमिरहेको छ कि डाइरेक्सन फलो गर्दै गएको थिएँ म र पनि अब कुनै त्यो तिनालीमा चाहिँ अब कोही थिएन अब भोलिन्टियरले कुन बाटो जाने भयो तपाईँको नाम चाहिँ आदर्श आदर्श कहाँबाट आउनुभयो म चाहिँ सिलगढी सिलगढीबाट हजुर। यो कम्पिटिसनको लागि हजुर हजुर ओहो ल कतिजना हुन्छ सिलगढीबाट तपाईँहरू म चाहिँ एक्लै हो अहिले साथीको माया राखेको झापा ए ओके ओके ल ल हुन्छ हुन्छ ल बिस्तारै जानु विनर्सहरू लगभग आइसक्नु भएको छ इभन दो सम पिपल आर अन द वे हुन त कम्पिटिसन जित्नुभन्दा पनि पार्टिसिपेसनै ठुलो कुरा हो र यस्तो किसिमको पार्टिसिपेसन हुनु नै झापाको लागि एकदमै राम्रो कुरा हो गोटामुखको लागि सो वी आर पिपल यहाँनिर उहाँहरूले खाजाहरू खाइरहनु पर्छ सो वी हेभ अलरेडी सागर सर इज अलरेडी हियर हामीसँग निरज सर हुनुहुन्छ निरज ओली र उहाँको चाहिँ साइक्लिङ रिलेटेड एउटा युट्युब च्यानल पनि छ सब्सक्राइब गरिदिनु होला उहाँ आज यो पर्टिकुलर इभेन्टमा एज अ क्यामेरा पर्सन आउनु भएको छ सो उहाँसँग थोरै कुरा गर्न सक्छौँ हामी हेलो निरज सर हेलो हेलो फर्स्ट अफ अल थ्याङ्क यू एभ्री वान अब प्रत्येक वर्ष झापामा यसरी यो साइक्लिङलाई प्रमोट गर्ने हिसाबले विभिन्न यो साइक्लिङ इभेन्टहरू गर्छ यो मध्ये यसपालि सेकेन्ड झापा साइक्लिङ च्यालेन्ज 2079 छ यसमा चाहिँ विभिन्न पार्टिसिपेन्ट्स विभिन्न ठाउँबाट आउनु भएको छ जो साइकल इन्थुजियास्टिक साइकल लभर इभन यो अलिकति इन्भाइरोमेन्ट अवेरनेस सम्बन्धी अलिकति जानकारी भएका मानिसहरू विभिन्न इभन इन्डियाबाट आउनु भएको छ त्यस क्रममा चाहिँ अब 20 किलोमिटर्सको राइड सबैले रमाइलो गर्नुभयो म पनि विभिन्न साइक्लिङ कन्टेन्ट बनाउँदै आइरहेको छु साइकललाई प्रमोट गर्ने हिसाबले लागेको 4-5 वर्ष भइसक्यो मेरो च्यानल निरज ओली अवश्य यदि तपाईँ फर्स्ट टाइम हेर्दै हुनुहुन्छ सब्सक्राइब गर्नु होला थ्याङ्क यू हेलो नमस्ते खाजा खाइयो खाजा खाइयो तपाईँले जित्नु भएको हो होइन सागर सरले जित्नु भएको हो हामी जितेकै हो नि सहभागी सबैले जितेको हो सहभागी हेलो आयुष दाई खाँदै गरेको हेलो नमस्ते सबैजनालाई कस्तो भयो त तपाईँको एक्सपिरियन्स जित्ने मान्छे यहाँ हुनुहुन्छ कि कहाँ हुनुहुन्छ हामी जित्ने होइन रमाइलो गर्ने रमाइलो गर्ने ल होइन भनौँ न चिसो छ अरे हटेर पनि चिसो छ क्या आउँछ कि हामीलाई गाइस धुलो बसे कहाँ छ हजुरहरूको एक्सपिरियन्स कस्तो भयो त यति मजा आयो होइन हजुर अहिले अब व्याख्या गर्न सकिँदैन हजुर त्यस्तो मजा आयो क्या अनि मैले रुटमा चाहिँ हामीलाई सानो लगभग 13-14 वर्ष
उसको पार्टिसिपेसन पनि देखिरहेको थिएँ होइन सो उहाँहरू पनि सँगसँगै इन्भल्भ भएको देख्दाखेरि चाहिँ हजुरलाई कस्तो फिल भयो हामीले यो कल्चर अब आउने जेनेरेसनलाई पनि दिने हो भने अब साइकलमा चाहिँ हाम्रो भन्दा पनि नानीहरूको बढी क्रेज रहेछ भन्ने कुरा बुझ्यो होइन हजुर र उनीहरूले यो पार्टिसिपेट गर्नु भनेको चाहिँ हाम्रो लागि पनि एउटा प्रेरणाको काम स्रोत हो क्या हामीले उनीहरू गर्छन् भनेर भन्दा भन्दै हामीले चाहिँ उनीहरूलाई सिकाउँदै रहेछौँ उनीहरू जान्दैछन् भन्ने कुरा बुझ्यो क्या थ्याङ्क यू अब यहाँ हामीले हाम्रो लगभग ठुलोबाहरूको उमेरको दाईहरूको उमेरको मान्छेहरू सबैजना देख्नुभयो तपाईँहरूले होइन किनभने यस्तो किसिमको कम्पिटिसन त भएको थिएन नि त कहिले पनि हामी सबै फरक फरक किसिमको एज ग्रुपको मान्छेहरू आएर एउटै कम्पिटिसनमा भाग लिनु ठुलो कुरा हो फर्स्ट टाइम भएको यस्तो होइन सो तपाईँहरूलाई कस्तो अनुभव भयो त एकदम राम्रो होइन नसोचेको मान्छेहरू देख्नु पायो अनि एकदम त्यो हुन्छ नि अब त्यो लुरे पर्न आँटेको 40-40को वर्षको बुढोले क्या कुदाउँछ हो र तपाईँहरू कतिजना हुनुहुन्छ यो उमेरको मान्छेहरू लगभग एक ग्रुप थियौँ अनि एक ग्रुपमा कम्पिटिटर्सहरू लगभग कतिजना हुनुहुन्छ होला 5जना जति हुनुहुन्छ कसले जित्नुभयो त तपाईँहरू मध्येमा कसैले जित्नु भएन तपाईँहरूको एज ग्रुपमा कोही न कोही त विजेता हुनुभयो होला नि त हुनु होला थाहा भएन त नमस्कार म इन्दिरा राणा मगर राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्य र मैले चाहिँ यो जेलका बालबालिकाहरूसँग काम गरेको नेपालभरि नै अहिले 33 वर्ष भयो र यसपालि चाहिँ अलिकति ट्र्याक चेन्ज भएको छ तर समाजसेवै हो झन् अझै मलाई चाहिँ दायित्व बोध भएको छ किनभने अब पहिला चाहिँ मैले एउटा जेलको बालबालिकालाई अरू एजुकेसनलाई त्यो पार्टलाई मात्र हेर्थेँ भने अहिले गाउँमा कम्प्लिटली नै म अहिले इन्भल्भ भएको छु किन गाउँका विभिन्न समस्याहरूलाई लिएर अहिले हात्तीले जुन आतङ्क मचाइरहेछ ती कुराहरूलाई लिएर त्यस्तै गरेर मैले चाहिँ 5वटा जिल्लालाई लिएको हुनाले सप्तरी उदयपुरका सप्तरीका प्रब्लम र मिटर ब्याजीका कुराहरूलाई पनि मैले उठान गरिरहेको छु र अहिले झन् अझै जिम्मेवारी बोध बढी भएको छ र म चाहिँ निर्जला र म चाहिँ पहिलो माउन्टेन बाइकर महिलाहरू हो नेपालको र हामीले सिङ्गल ट्र्याकहरूमा पनि राइडिङ गरेका छौँ र म खेलाडी मैले यही साइकल थ्रु नै मैले मेरो समाजसेवाहरू पनि गरेँ र म चाहिँ साइकलमा चाहिँ अहिलेको युवाहरूलाई चाहिँ हामीले बढी इन्भल्भ गरायो भने एउटा थेरापी जुन युवाहरू चाहिँ रङ बाटोमा जानबाट हामी बचाउन सक्छौँ र म कतिवटा साइकल चलाउँदाखेरि चाहिँ हामीले जसरी एउटा साइकल हामी त्यो डेस्टिनेसनमा पुग्दाखेरि जुन अब्स्टेकलहरू आउँछ नि हामीले त्यसलाई म्यानेज गरेर रेस खेल्छौँ त्यस्तै जिन्दगी पनि त्यही हो जिन्दगीको रेस पनि त्यही हो यसले चाहिँ जीवन सिकाउँछ र अहिले हामी अरू देशसँग जुन भर परिरहेछौँ पेट्रोलियमको लागि हामी धेरैले साइकल चलाउन थाल्यौँ भने हाम्रो पेट्रोल खपत हुन्छ र हामीले अरूसँग डिपेन्ड हुनु पर्दैन र इन्भाइरोमेन्टको लागि पनि त्यो एकदमै राम्रो कुरा जुन हाम्रो जस्तो एउटा भूगोलको हिसाबले हाम्रो देश चाहिँ उकालो ओह्रालो भएको हुनाले यो माउन्टेन बाइकर लिएर हामी उकालोहरू पनि जान सक्छौँ हामी कसैसँग डिपेन्ड हुनु पर्दैन त्यस्तै गरेर अहिले नयाँ साइकल नयाँ ट्रेनहरूमा नयाँ किसिमको जस्तो इलेक्ट्रोनिक साइकलहरू पनि आइरहेछ त्यसलाई पनि बढी हामीले चाहिँ प्रमोट गऱ्यौँ भने महिलाहरूले पनि त्यही इलेक्ट्रोनिक साइकलमा 2जना 3जना पनि हिँड्ने खालको साइकलहरू पनि छ त्यो गऱ्यो भने चाहिँ हामी कम्प्लिटली हामी यो पेट्रोलसँग चाहिँ के अरे डिपेन्ड हुनु पर्दैन र हेल्थ वाइज पनि अब हामीले चाहिँ अब जस्तो प्रेसर हुने तपाईँको डायबिटिज हुने मान्छेहरूलाई चाहिँ जति उनीहरू साइकल कुदायो उति उनीहरूलाई चाहिँ त्यो रोगमा औषधि खानु पनि पर्दैन भन्छु र यसले चाहिँ धेरै कुरालाई चाहिँ एउटा जीवनलाई चाहिँ यसलाई कभर गर्ने काम गरेको छ र यो सम्पूर्ण हामीले चाहिँ अब यो अहिलेको युवाहरूलाई बढी प्रमोट गर्ने महिलाहरूलाई त्यसरी लग्यौँ भने हामी एउटा सस्टेनेबल एउटा देशको रूपमा चाहिँ अगाडि बढ्ने मैले चाहिँ आशा राखेको छु त्यसले गर्दा मलाई जहाँ पनि साइकलहरू भएको एउटा प्रोग्राम भएको छ भने मलाई जान मन लाग्छ र म आफै पनि साइकल अहिले पनि चलाउँछु र इभन सदनमा पनि अब कुनै कुनै बेलामा चाहिँ अब पार्टीको उसले गर्दाखेरि हामीले ग्रुपमा जाँदाखेरि मिल्दैन र तर पनि अब म कन्टिन्यू सदनमा चाहिँ म साइकलबाट सर्टेन ठाउँसम्म पुग्ने प्रोटोकललाई पनि फलो गर्नु पर्यो साडी पनि लाउनु पर्यो साइकलमा गएर साडी लाउँछु भन्ने चाहिँ मेरो सोच भइरहेको छ धन्यवाद कार्यक्रममा सहभागी हुनु सम्पूर्ण सहभागी भाइ मित्र साथै नेवापासा उनपुछ बिर्तामोडबाट आयोजना भएको यो सेकेन्ड झापा साइक्लिङ च्यालेन्ज 2079 मा सहभागी हुने सम्पूर्ण महानगरपालिका म डाक्टर केशव ढकाल
अनि हजुरको चाहिँ यहाँ हजुर व्यवसाय कहाँ गरिरहनु भएको छ अहिले चाहिँ? म मेची प्रादेशिक हस्पिटलको सिनियर कन्सल्टेन्ट। यो आजको यो जुन इभेन्ट भइरहेछ हजुर, यसमा हामीले चाहिँ अब एज अ तपाईँ डक्टर हुनुहुन्छ, हामीले चाहिँ यहाँ भिडियो खिच्दै जाँदाखेरि चाहिँ तपाईँको बच्चाहरू पनि इन्भल्भ भएको देखाएको थियौँ। हजुर हजुर। सो अब हामीले नेपालमा जस्तै डायबिटिज, कोलेस्ट्रोल, हार्ट डिजिज रिलेटेड पेसेन्ट्सहरू टन्नै देखिरहेको हुन्छौँ। त्यो रिलेटेड डेथ केसेसहरू, सिकनेस पनि हामीले देखि नै रहेको हुन्छौँ। सो तपाईँलाई के लाग्छ यस्तो किसिमको चिजले हाम्रो फ्युचर आउने जेनेरेसनलाई उनीहरूको हेल्थमा कसरी कन्ट्रिब्युट हुन्छ जस्तो लाग्छ? अब यो सबैले जानेकै कुरो हो होइन, स्पोर्ट्स एक्टिभिटिज हेल्थको लागि चाहिँ राम्रो हो भन्ने कुरो होइन। र अहिले हाम्रो झापामा यो वर्षेनी यो साइक्लिङ र्यालीहरू भइरहेछ, प्रत्येक साल भइरहेछ र म लास्ट 4-5 वर्षदेखि पार्टिसिपेट पनि गरिरहेछु झापामा साइक्लिङ र्यालीमा। र वर्षेनी हाम्रो पार्टिसिपेसनहरू पनि एकदम राम्रो भइरहेछ र अलिकति 50+ को मान्छेहरू चाहिँ अलिक कमै हुनुहुन्छ। अहिले जति देख्छौँ हामी युथहरू मात्रै देख्छौँ, तर मेरो के भनाइ छ भने एजलाई लिमिट राखेर चाहिँ नि स्पोर्ट्समा लिनुभन्दा पनि अलिकति हामीहरूले पनि अलिकति उमेर भएको मान्छेले पनि अलिकति पार्टिसिपेट गऱ्यो भने धेरै फाइदा हुन्छ जस्तो लाग्छ। हजुरको शुभ नाम? म हर्क लामा। हजुरको शुभ नाम? त्यस्तै म चाहिँ निकी लिम्बू। तपाईँहरूको कति एक्सपिरियन्स भइसक्यो यो साइक्लिङमा चाहिँ लगभग? अब जित्नु भएको छ भनेपछि त एक्सपिरियन्स निकै छ भन्ने कुरा बुझिन्छ। यहाँ भर्खरै अब भनौँ 12-13 वर्षको पार्टिसिपेन्ट्स पनि हुनुहुन्छ, कोही फर्स्ट टाइम साइकल लिएर आउनुहुँदैछ होइन। सो तपाईँहरूको चाहिँ एक्सपिरियन्स लगभग कति भयो? साइक्लिङ एक्सपिरियन्स त 2008बाट स्टार्ट गरेको माउन्टेन बाइकिङ चाहिँ। हजुर। तर रेसमा पार्टिसिपेट हुन थालेको चाहिँ 2016बाट हो। ए हजुरको चाहिँ? म चाहिँ लगभग पहिला चाहिँ म रनिङबाट आएको हो, अनि साइकल चाहिँ लगभग 3 वर्ष जति भयो। अब यहाँ चाहिँ हामीले अब विनरहरू तपाईँहरू दुईजना हुनुभयो, मेल फिमेल दुइटै क्याटेगोरी। म चाहिँ भेटरानमा है फेरि। हजुर? भेटरानमा 35+। 35+मा इलिटमा चाहिँ अब हाम्रो भाइ। हजुर। अब के छ भन्दाखेरि तपाईँहरू त एक्सपिरियन्स भएको मान्छे, अब यहाँनिर हामीले जस्तै अन द वे हामीले लगभग एकजना रोजन भन्ने भाइ भेटेको थियौँ, 13-14 वर्षको सानो भाइ है। सो उहाँहरू पनि हुनुहुन्छ, अनि तपाईँहरूको एज ग्रुपको पनि हुन्छ, हाम्रो उमेरको पनि हुनुहुन्छ, लगभग सबै जेनेरेसनको पिपलहरू यो भिडियोमा अब भन्नाले यो पर्टिकुलर इभेन्टमा चाहिँ उहाँहरू इन्भल्भ हुनुभएको छ होइन। सो तपाईँले चाहिँ आफ्नो एक्सपिरियन्सबाट होइन नयाँ जेनेरेसनलाई कस्तो किसिमको मेसेज दिन चाहनुहुन्छ त? किप राइडिङ होइन, किप राइडिङ। अब ट्रेनिङ चाहिँ जरुरी नै छ, विदाउट ट्रेनिङ त अब गेम रेस मात्रै खेल्छु भनेर त भएन, तर यसलाई कन्टिन्यू चाहिँ गर्नुपर्छ। इभन अब कति गर्ने, दिनमा कति किलोमिटर गर्ने, अथवा कुन रेसलाई टार्गेट गर्ने, अथवा यो साइकलको पनि धेरै क्याटेगोरिजहरू छ नि त। एज क्याटेगोरिजको गेमको त्यो भयो, तर पनि साइकलकै डिफ्रेन्ट गेमहरू हुन्छ नि त। जस्तै यो त अब यसले त के भन्ने, अब यसले क्रस कन्ट्री भन्नु पनि मिलेन। यो त एउटा म्याराथन, सर्ट म्याराथन भनौँ न, छोटो खालको म्याराथन, इजी बाटो चाहिँ सबैको लागि हुने खालको। अब डाउन हिलदेखि रोड अरू पनि क्याटेगोरिजहरू हुन्छ होइन। तर अब जुनसुकै क्याटेगोरिज, अब जुनसुकै उसमा खेले पनि किप ट्रेनिङ कन्टिन्यू, त्यो चाहिँ चाहियो नै। अब मेरो चाहिँ एउटा क्वेसन के छ भन्दाखेरि यहाँहरू सबै यहाँ आउने जति पनि पार्टिसिपेन्ट्सहरू हुनुहुन्छ सबैजना एउटै मोटिभले आउनुहुन्न। फर इक्जाम्पल कम्पिटिसनको लागि मात्र आउनुहुन्न, कसैलाई साइक्लर हुनु पनि छैन होइन, कतिलाई होला कतिलाई नहोला। सो हामीले साइक्लिङको कुरालाई चाहिँ हामीले एभ्रिडे जिम गरे जस्तै साइक्लिङलाई पनि हाम्रो लाइफको हिस्सा बनाउने हो भने चाहिँ त्यसले कस्तो किसिमको कल्चर सेटअप गर्न सक्छ होला अब आउने जेनेरेसनमा। किनभने हामीले देखेको थिएनौँ नि त नेपालमा आउटडोर एक्टिभिटिज हुनु, म्याराथन हुनु, साइक्लिङ हुनु भनेर नयाँ कुरा हो होइन। र यसरी झापामा यो दोस्रो वर्ष हुँदैछ, अनि आउने दिनहरूमा चाहिँ नयाँ जेनेरेसनले चाहिँ कस्तो फ्युचर पाउँछ जस्तो लाग्छ हजुरलाई? अरू स्पोर्ट्समा आफ्नो महत्त्व छ, तर म साइक्लिङलाई चाहिँ के भन्न चाहन्छु भने यो चाहिँ तपाईँको हेल्थ, एउटा पहिलो कुरो हेल्थको लागि पनि, एक्सर्साइजको लागि यो इम्पोर्टेन्ट छ। सेकेन्ड कुरो इम्पोर्टेन्ट कुरो चाहिँ के हुन्छ भने इन्भाइरोमेन्टको लागि होइन। साइकलले त तपाईँको कुनै पनि अरू जस्तै अब प्रदूषण त गरेन नि होइन, ग्रिन इन्भाइरोमेन्टको लागि एकदमै हेल्पफुल गर्छ। तपाईँको नेचरसँग जोडिएको स्पोर्ट्स हो यो। हजुर। र कुनै पनि इन्धन पनि चाहिएन यसलाई होइन, हामीले खरिद गर्नु परेन। जस्ट साइकल किनिसकेपछि तपाईँ तेल किनेर हाल्नुपर्ने, अब त्यो तेलबाट निस्किने चाहिँ प्रदूषणहरू त आएन नि। हजुर। त्यसले गर्दाखेरि प्रकृतिलाई पनि भयो, प्रकृति प्रेमी गेम हो कि यो चाहिँ, म चाहिँ त्यो भन्न चाहन्छु।
हजुरलाई के छ मेसेज दिनुपर्ने? मलाई चाहिँ अब सुरुमा चाहिँ होइन गर्ल्सहरूको चाहिँ जनसङ्ख्या बढाउनु पर्यो होइन, जुन चाहिँ अब आजको रेसमा पनि हेर्दाखेरि चाहिँ जेन्ट्सभन्दा धेरै नै लेडिजहरू चाहिँ कम पार्टिसिपेट भएको थियो। अनि हामी आउनुको मेन कारण पनि विनर हुनु मात्रै होइन कि हामीले चाहिँ एउटा गर्ल्सहरूको इम्पावर हुन्छ नि, त्यसलाई चाहिँ बिल्ड गरेर होइन अगाडि बढ्यो भने चाहिँ केटीहरू पनि अगाडि बढ्न सक्छ। अनि त्यही हो अब दाइले अघि नै भनिसक्नुभयो होइन, यो एउटा रेस मात्रै होइन कि यो चाहिँ एउटा हेल्थको लागि पनि राम्रो हुन्छ होइन। अनि लाइक हरेक कुरा नेचरदेखि लिएर तपाईँको साइक्लिङ गऱ्यो भने तपाईँको प्रदूषण पनि हुँदैन होइन। त्यो कारणले चाहिँ हामीले चाहिँ यिनीहरूलाई चाहिँ समेटेर अगाडि बढ्यो। अनि लाइक गेमहरू लाइक साइकल रेसहरू अझै यो ठाउँमा मात्रै नभएर अरू ठाउँमा पनि भइदियो भने चाहिँ एकदम राम्रो हुन्छ भन्न चाहन्छु म चाहिँ। हस्, धन्यवाद, धेरै धेरै धन्यवाद, थ्याङ्क यू। अरूलाई यदि खाजा खानु कोही छुट्नु भएको छ भने खाजा लिइदिनु होला, किनभने हाम्रो खाजा खाने हामीले प्रदान गर्ने खाजा उपलब्ध गराउने स्थान हामी बन्द गर्न लागेको छौँ। त्यही भएर कोही छुट्नु भएको छ भने खाजा खाइदिनु होला। फेरि पनि सम्पूर्ण सहभागीहरूलाई हौसला प्रदान गर्नको लागि जोडले ताली बजाइदिनु हुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। किनभने ताली भनेको एउटा त्यस्तो यन्त्र हो अथवा अस्त्र हो जसले प्लेयर्सहरूलाई एउटा हौसला प्रदान गर्नुहुन्छ। र आगामी दिनहरूमा यस्तै यस्तै हामीले आयोजना गरेको यो साइक्लिङ च्यालेन्ज साथसाथै नेपाल। हेलो आकाश दाई, मेरो नाम चाहिँ मनिष छिटौला, म 4 ग्रेड 1बाट र यो पर्टिकुलर इभेन्टमा म फर्स्ट टाइम आउँदैछु। यो सेकेन्ड चोटि हुँदैछ है। सो दोस्रो वर्षमा आइपुग्दाखेरि चाहिँ यो इभेन्टमा तपाईँले कतिको नयाँ ग्रोथ अथवा डेभलपमेन्ट फिल गर्नुभयो तपाईँ? अब पहिलो गर्दाखेरि एउटा एकदमै एक्साइटमेन्ट थियो, दोस्रो गर्दा पनि झन् एक्साइटमेन्ट छ। हजुर, तैपनि हामी पार्टिसिपेसनको मा बढेको छ। अझै पनि हामीले रुटमा अलिकति सुधार गर्ने प्रयास गरेको छौँ। अलि एडभेन्चरस रुट बनाउन खोजेछौँ पोहोर सालको भन्दा। तैपनि म्यानेजमेन्टमा अझै पनि मान्छेको कमीले गर्दाखेरि, हाम्रो भलन्टियर्सको कमीले गर्दाखेरि केही अप्ठ्यारोहरू आएको छन्। अब पैसाकै कमीले पनि केही अप्ठ्यारोहरू आएको छन्। तर ओभरअल मान्छेको एक्साइटमेन्टमा वृद्धि भएको छ, रमाइलो भएको छ। अनि हामीले पनि बाटोमा जाँदाखेरि चाहिँ हामीले अलग अलग जेनेरेसन्सको मान्छेहरूलाई देख्यौँ। जस्तै हामीले लगभग आज 12 वर्षदेखि 62 वर्षसम्मको उमेरसम्मको मान्छेहरू। सो अब हामीले 62 वर्षको एक्सपिरियन्स अथवा हामी भनौँ 30 भन्दा माथिको मान्छेहरूले चाहिँ जुन यो साइक्लिङको कुराहरू, रनिङको कुराहरू, स्विमिङको कुराहरू गरि नै रहेछौँ। तर कस्तो छ भने बच्चाहरूको इन्ट्रेस्ट चाहिँ ज्यादा देखिरहेको हो। यसपालि पनि जुनियर क्याटेगोरीमा चाहिँ 45 जना जस्तो आउनु भएको छ। त्यो भनेको धेरै हो, पोहोर सालभन्दा पनि बढी छ र पार्टिसिपेसन पोहोरभन्दा बढेको छ यसपालि। र जुनियर्सहरूमा एकदमै यो उत्साह देखिएको छ। तपाईँलाई के लाग्छ आउने दिनमा हामीले बच्चाहरूको लागि पनि कुनै इभेन्टहरू सोच्ने हो कि? हजुर, मैले सोच्दैछु अब स्कुल लेभलको गरौँ कि भनेर। यो अब जसमा चाहिँ यति यो तामझामका साथ नभए पनि स्कुल लेभलको र उनीहरूको टेक्निकल साइक्लिङ एबिलिटीलाई बढाउनको लागि चाहिँ यो एउटा काम गर्न सकिन्छ जस्तो मैले देखेको छु यसपालिको यो बच्चाहरूको उत्साह देख्दाखेरि चाहिँ। र अब हामीसँग भएको स्थान र त्यो ठाउँलाई प्रयोग गरेर हो चाहिँ यो गर्नु सकिन्छ जस्तो लागिरहेको छ मलाई। ल ठिक छ, त्यसो भए आउने दिनमा प्याक्स एन्ड पेडलले गर्ने अरू इभेन्टको लागि धेरै धेरै हाम्रो विशेष अनि हामीले आफ्नो साइडबाट हामीले के कन्ट्रिब्युसन गर्न सक्छौँ त्यसको लागि नै हामीलाई सम्झिनु होला। एकदम तपाईँहरूले अब यो धेरैभन्दा धेरै माझ पुर्याइदिनु भयो र उहाँहरूलाई यो एउटा यो साइक्लिङ खेलकुद प्रति आकर्षित गर्नु सक्नुभयो भने नै राम्रो कुरा भयो। धन्यवाद। धेरै धेरै धन्यवाद। नमस्कार। एकदम राम्रो भयो आजको इभेन्ट। हाम्रो 20 किलोमिटर्सको चाहिँ साइकल रेसिङ थियो। 20 किलोमिटर कम्प्लिट भयो। अहिले प्राइज डिस्ट्रिब्युसन प्रोग्राम चल्दैछ। अब हामीले चाहिँ क्लोजअप गर्न लागेको। हाम्रो च्यानल हेर्दै गर्नु होला, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। मजा आयो, रमाइलो भयो। सधैँ यस्तो प्रोग्राम हुँदै गरोस्। यसपालिको यो इभेन्टमा चाहिँ म आफू पनि लागेको थिएँ। ल्यान्ड मार्किङ, ट्रायल मार्किङको लागि म पनि आएको थिएँ। हामी आफै लागेर अर्गनाइज गरेको प्रोग्राम हो। त्यो कारणले गर्दा एकदम रमाइलो भयो। हिजो बेलुकादेखि यहाँ टेन्टमा बसेको थियो सबैजना साथीहरू। म चाहिँ अलिकति बुढो भएकोले बस्न सकिनँ, जाडो लाग्छ भनेर। पुस महिनामा आज पुसको अन्तिम दिन कति राम्रो भयो प्रोग्राम। हामी मात्र होइन, हामी यहाँ 200 जना जति पार्टिसिपेसन थियौँ। हामी मात्र होइन, अल ओभर नेपाल अब चाहिँ 2000-20,000 जना हुनु पर्यो साइक्लिङ गर्ने है। साइक्लिङ फर हेल्थ
नट ओन्ली हेल्थ साइक्लिङ फर वेल्थ, यसको लागि चाहिँ हामीले अर्गनाइज गऱ्यौँ। एकदम राम्रो भयो, सक्सेस भयो। हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। ओके, बी हेल्दी, बी वेल्दी, किप साइक्लिङ।